निर्देशक दिवाकर भट्टराई नयाँ चलचित्रको तयारीमा जुटिरहेका छन्। पुनम यादवले निर्माण गरेको चलचित्रको हाल स्क्रिनमा काम भइरहेको छ। नामटुङ्गो लागेको चलचित्र मार्फत पुनम पहिलो पटक चलचित्र निर्माणमा लागेकी हुन्। तपाईँ यति बेला हेर्दै हुनुहुन्छ युवा आवाज टिभी। यो च्यानललाई अझैसम्म सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरेर जोडिनुहोला र यो भिडियोलाई अन्तिमसम्म हेरी सक्दो शेयर गर्नुहोला। स्मिता दाहालको हिन्दी गीत समेत निर्माण गरेकी उनी चाँडै बलिउड चलचित्र पनि बनाउँदैछिन्। नेपालका प्रतिभावान कलाकारलाई विश्वमा चिनाउने आफ्नो गीत सँगै चलचित्र निर्माण गर्ने निर्मात्री यादवले बताइन्। भट्टराईको तिमी सँगै हुन मन छ, कोरोनाका कारण छायाङ्कन हुन सकेको छैन। यस्तोमा उनी सहकारी व्यवसायी बनेका छन् भने छिट्टै नै रेस्टुरेन्ट खोल्ने तयारीमा समेत छन्।